Guys, welcome to my new vlog. टक्कलाई होइन जानु लाग्यो कि ओडामा जानु लाग्यो 17 वर्ष पुग्यो यसो नागरिकता बनाइदिनु भनेर जानु लाग्यो होइन बाबामा जानु लाग्यो बाबा अगाडि अगाडि हिँड्नु गइरहनु म टक्क हजुर के भन्नु मेरो छ मोबाइल कभर हाल्यो क्या बाबा यता हिँड्नु गइरहनु यता छु वहाँ पुग्नु भयो क्या त्यो अलिअलि देखिरहेको नि यार त्यहाँनिर पुग्नु भयो अहिले हामी यहाँ छौँ वहाँ पुग्नुपर्छ कति कतितिर लाग्ने थाहा छैन 10 बजीसम्म घाम चल्नु थाल्ला बाबा अगाडि छाता बजाइदिनु भयो यस्तै पारामा कि चिरी पारामा अगाडि अब छाता बजाइ हेर्नु भयो त्यो बाटो छ होइन उताबाट गयो उता अझै हाल्दैन 1 घन्टा लाग्छ यार भरा जङ्गल खेतहरू धानहरू छ होइन त्यो गाडी भएर मलाई हैट पसिना पनि के साह्रो आयो पक्का ओडानी त्यति देखाउँछु पुलिसले टक्क आइपुग्नु होइन बाटो घालो चाहिँ हाम्रो स्कुल योतिर छ यता आइसक्यो वेट गरी भयो होइन नयाँ भने बनिसकेको रहेछ पहिला थियो नि हाम्रो अच्छा यता स्वच्छ चौकी बनाएर रहेछ होइन टक्क लगाएर यता सरिसकेको रहेछ उता सरिरहेको सरिसकेको नयाँ भवन होइन टक्क हजुर लामो जुत्ता पकाइदिनु भित्र बाँकी पछि भन्छु टक्कला काम भयो घर ल्याउनु बेला के थाहा भने सोध्यो म घर फुट्या अहिले बनाएर नयाँ पहिला उतारि थियो अहिले नयाँ बनाएर राम्रो छ त्यो भित्रको गर्न मिलेन नि त भित्र गर्न मिलेन एउटा अध्यक्षहरू हुन्छ नि त त्यहाँ त्यो एउटा हो टक्क काम बन्यो फुटी खाँदै टक्कै घरतिर जाने बाबा अगाडि लाग्नु भइसक्यो अगाडि लाग्नु भइसक्यो बाबा घरतिर चलो हजुर पार भइसक्यो आज कति बजी घर भइहाल्छ नि भुलेन कति 7 बजीतिर नि मतलब 6:30 बजी नि घरबाट भात खान चाँडै म 7 बजी सुतिर 7:30 बजीसम्म सुतिर हुन्छु म पत्ता आमाले पकाउँछ नि बिहान 7 बजी उठेर भात भइसक्यो हुन्छ जस्तो तल पकाउनु न त म तल आउँछु कि होइन माथि आमाले पकाउँछ होला खान्छ रखिसक्यो त्यहाँ छोरा गरेर पुसाउनु पनि रखेन भोलि खानु भोलि आज त खाएन भोलि खाने भोलि खानु भोलि आज खानुहुन्न भोलि पैसा पुग्यो भने फेरि तनाव हुन्छ तनाव भन्छ भोलि पैसा पुग्यो त्यो उस्तो मात्रै गरेर हाम्रो त्यो नेपाली काका चाहिँ टक्क के सर्टिफिकेट के गर्ने थियो नि त त्यति मात्रै गरेर त्यति गर्नु पर्छ जम्मा हाम्रो त्यति मात्रै गर्नुपर्छ हाम्रो यहाँ अच्छा यस्तो हरियो छ रोप यस्तो हरियो भइरहेको मजाले छाताबाट दिँदैन
भरा त्यो चाहिँ सुन्तल टार है उता उता देखिरहेको सुन्तल टार पिच कहाँ गयो उहाँ तल सुन्तल टार छ होइन यता सत्तरी भयो होइन हो सत्तरी छ अरे उता छ उता देखिरहेको एउटा स्कुल हाम्रो उता देखिरहेको टाढामा छ अनि हाम्रो अर्को स्कुलहरू पनि ठक्क तल तल होइन चाहिँ के चन्डाडा चाहिँ टक्क चन्डाडा भयो चाहिँ अहिले आउँदाखेरि देखाउनु पाइनँ किनकि म त्यहाँ अहिले फोनमा बोल्दाखेरि थिएँ बिजी थिएँ होइन अब त्यहाँ देखाउनु जान्छु नि म टक्क लगाएर चिल खाँदामा होइन तर केटा चाहिँ कालो मान्छे झन् कालो पहिलेदेखि कालो छु झन् कालो हुन्छ बाटो चाहिँ खत्तम हो क्या यार यतातिर हिलो छ जता हेरेको हिलै झर्ना लिटिल झर्ना यस्तो गरिन्छ भोलि बटाएर कसरी डिनर गर्नु बटाएर गरिन्छ टी सर्ट लगाएर त्यस्तो गरिँदैन वेट गर्छौ गरो यस्तो हिलो बाटो छ हौ गाउँघरको बाटो हिलो इधर भी एक सानो सा छोटा सा ल अगाडि बाटो भत्किया पहिरो लड्या मतलब त्यो पनि पहिरो लड्या माथितिरबाट लड्ने तलतिरबाट पक्दै जाने है के बाटो यस्तो ल त्यो माथिबाट पुग्नु भएर आएर यहाँतिर पाक्लाङ पुग्नु भइरहेको छ त्यस अलिकति बाटो चाहिँ रहेछ गर्मी पनि यस्तै अब के हुन लाग्छ कि त्यसरी कहिले घर फेरि मजाले फ्यानका हावा खाएर बस्नु यार सर फ्यानका हावा बन्द गरेर आज त उठा जानु पर्दैन आज र भोलि उठा जानु पर्दैन फेरि पर्सि होइन पर्सि पनि एक दिन पर्सि उठा जाने निकोसित जात्रा जानुपर्छ नि त होइन टक्कर हामी पारीबाट आएर उहाँबाट आइसक्यो यो चाहिँ हाम्रो कविता मिसको घर हो होइन पहिला हामीलाई पढाउनु कविता मिसले यो घर कविता मिसको पहिला मतलब पहिला मतलब अहिलेको घर पहिला पढाउने मिसको घर हो है हाम्रो त्यही यस्तो बाटो छ होइन मलाई कसैले बाइकहरू होइन बाइकहरूले होइन के लान्छ कि यहाँबाट यो बोकेर मान्छेले मतलब बाइकले मान्छेले बोक्ने मान्छेले बाइकले बोक्नु थाहा हुँदैन यस्तो पहिरो लड्याएर बाटो म त उताबाट चाहिँ आउँदैछ उताको आएको बाटोबाट चाहिँ ओडासम्म बाइक जान्थ्यो ओडाबाट चाहिँ ओडासम्म बाइक जान्थ्यो यी बाटो त जाँदैन उताको बाटो पठाउ गरेर आएको थियो क्या अरे मान्छेहरू बिहानै उठ्यो छरे गइयो फोटो खिच्यो 9 बजी 6 बजी हिँडेको कति 9:30 मतलब 9:30 बजीतिर त घर आइपुग्यो थिएँ अनि तल आएँ तल आएपछि अनि माथि घर आउँदाखेरि त्यही 40 जति भएको थियो होला 40-50 अनि खानासाना खाएँ लुगासुगा लाग्यो अनि 10 बजी हिँडेको भाँडा अहिले 12 बज्यो घर पुग्दाखेरि 1 बजी ट्याक्कै मतलब कतिर पुगिसक्यो होला घर मजाले बस्नुपर्छ र गरी पनि भयो लास्टै यतातिर बाख्रा कोठा आइपुग्थ्यो क्या ठुलो छ उठाउ यतापट्टि घरबाट यहाँ आयो भने चाहिँ लगभग सर्व मुला सर्व सर्व बाबा सर्व कहाँ गयो कि त सानो छ टक्क कोठा आइपुग्थ्यो हामी चाहिँ माथि खोला हो होइन पहिला हामी चाहिँ माथि पढ्नु कति आउँछ होइन चर्च चाहिँ के अघि बल्छ गरेको छु फेरि गाह्रो पर्छ तल हिँड्छ यस्तो खोला बाटोमा हिँड्नै गाह्रो ल तर्न परेका खोला जुत्ता भिजा यहाँ से कैसे तरूं
चर्ने त चर्ने अया मान्छे हेरेको अफर हेरिरहेको खुइया 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 किताबमा खुसी छ फेरि कलरै नआएर सिरिङ भन्यो होइन यस्तो कच्चा पानी परिरहेको छ हाइट त्यो टक्क माथि खोला हो होइन पहिला हामी पछाडि पौडी नथ्यो हामी मतलब त्यही 7-8-9 वर्ष पुग्ने टक्कला माथि पौडी नथ्यो चाउ केही है अझ रहन्छ नि हामी थियो क्या ए रहेछ अभी जाके आता है रहन्छ हामी टक्कला पौडी नथ्यो कत्रो बनायो अहिले ढुङ्गा कहाँ आएर बस्छ हामी टक्कला होइन कहाँ ढुङ्गा आएर बस्छ हामीले होइन कोही ठाउँ थियो हामीले माथितिर होला माथितिर होला सायद केटाहरू आउँछ नि लाटे घुराहरू यो घुराहरू पौडी नआउँछ भने राखेँ यहाँ अरू ठाउँ रहन्छ अस्ति कति नाकै 4 वर्ष हुन्छ म चाहिँ गाह्रो छ यतिर केटाहरू आइरह पौडी हुन्छ केटाहरूले कसरी मलाई हामीले फर्म आज भरे खाने अब भोलि गयो भने पछि गयो भने मिल्दैन हजुर अच्छा सोधेँ आज हामीले भर्यो नि त्यहाँ ओडाङ गएर जहिले पनि हुन्छ हजुर अच्छा 2 दिनको डेट हुन्छ क्या म जहिले पनि हुन्छ क्या सोधेँ गरिने राइट नाक्री टक्क फार्म भरेर आएको घर पनि अब 15-20 मिनट टक्केर पुगिन्छ शीतल भयो अहिले पसिना आयो राइट अब रक्सी खानु पऱ्यो अरे 100 रुपियाँ चाहियो 100 रुपियाँ दिउँ हजुर 10 रुपियाँ 10 रुपियाँ हेर्नुहोस् न होइन मसँग 100 मात्रै अच्छा हजार रुपियाँ आज 200-300 रुपियाँ दिन्छु भयो भुल्ला चाहिने पैसा टक्सी खान जाने रे पसिना गएर कालो झन् कालो भयो म त उता तलतिर गएर रक्सी खान माथि घर जान्छु सुर्ती किन्नु पऱ्यो रे सुर्ती खानु पऱ्यो रे भाइ अनि रक्सी खानु पऱ्यो रे भन्थ्यो अनि ल खाऊ भनेको नि उहाँ पुगिरहनु भयो काम गर्नुभयो अब भोलि पनि जानुपर्छ टक्क उता जानु रक्सी खानलाई 100 रुपियाँ 110 रुपियाँ पठाएको थियो कति राम्रो थाहा छैन आउने घर म बाबाहरू बसेन नि त तल माथि आमासँग बस्छु खाने पाउँदैन अब बाबा बाहिर आउँछ बेलुका अब फेरि बेलुका गएर जानु सक्छन् घर अब दिउँसो अब एकछिनपछि 1 घन्टाभित्र आइदिनु सक्छन् ठेगाना छैन रक्सी मान्छेको ठेगाना हुँदैन हट उता घाम लागिरहेको त शीतल भएर तर म थाहा किन गोटा पसिना आएर मुला सके है घर आइपिन लाग्यो इभिनिङ घर आइपिन लाग्यो इभिनिङ घर आइपुग्यो टक्कला त्यहाँ नै गरिदिनु पऱ्यो अनि घर एकछिन किमेल्नु पऱ्यो अनि कामसाम गर्नुपर्छ होइन यस्तो पसिना आइरहेको राइट घर पनि आइदिनु लाग्यो होइन ल अब यहाँ आइपुग्यो अब के भन्नु भने टक्कला यो बाटो गयो भने स्कुलमा पुग्छ मतलब स्कुलबाट बैगमा पुग्छ होइन यो बाटो गएकोमा ओडा पुग्यो अब यो बाटो गयो घर जान्छु म घर नजिक आइपुग्छ होइन टक्कला यो चाहिँ बैगमा जाने बाटो हो यो चाहिँ होइन अनि यो उता मतलब यताबाट गएर छरे पनि पुग्छ यहाँ मुनि उयो मोड हो यहाँ भाषा एउटा यता गयो उता चौडाना जान्छ कि बाटो मान्छे हुँदै यो बाटो गयो भने यो दुईवटा बाटो चाहिँ फेरि यहाँ तलतिर ओर्लेको एउटा मोड मोडेको बाटो
त्यो बाटो गएन भने तल उसमा पुग्छ छरेन पुग्छ मतलब छरेन माथि यहीँ पर पुग्छ यो बाटो गएन भने एक ठाउँ जोडेको थियो दुइटा चाहिँ त्यहाँ तल पुग्छ मतलब यहाँ बाह्र कोठाले साथै कोठालेहरू यहाँ मस्त लाग्यो मिठो होइन गर्मी पनि के साह्रो भएको पसिना रोकिन नाम लिँदैन हैट सक्दो गर्मी भएको छ जस घर आइपिन लाग्यो अब होइन छाता उठेन यो चाहिँ हाम्रो गाउँ हो गाउँको यो चाहिँ टक्करा रोड भयो होइन तर बनमारा घाइ भइसक्यो गाउँभरि मलाई अहिले मान्छे छैन गाउँमा टक्करा यहाँ मुनि एउटा पोखरी पनि तर मस्त पानी आउँछ चिज पानी पाउँछ यहाँ मुनि तर टक्कर यस्तो जङ्गल मतलब जङ्गल मतलब झाडी भइसक्यो अब घर चाहिँ मेरो यहाँ मुनि यहाँ पर अब 1 मिनटको भित्रमा पुग्छु घरमा सायद त्यो भएर लागे 2 मिनट 1 मिनट पुग्छु अब घरमा आमा घरमै हुनुहुन्छ अब आमा गुहाल जान्न भन्दा थिएन पक्का घाँस काटिन्छु घरतिर घरै बाँध्छु भन्दा थिएन भन्नु भएको थियो के गर्नु थाहा छैन अब टक्कर गयो घर उयो ढलन उता त्यो ढलन घर देखिरहेको ठुलो घर हो होइन गाडी खनि जस्ताको घरलाई चाहिँ त्यो मुङ घर हो होइन अनि उता पार्वती घर उता पार्वतीहरूको घर उता यहाँ मुनि पोखरी पनि छ अनिल घर पनि यहाँ उता मुनि छ अनिल घर चाहिँ यहाँबाट देखिँदैन अनि अर्को छ घर युनि घरमा पर्तिर जङ्गल पर्तिर युनि घर मैले अनि फेरि भिडियो बनाइन कस्तो गरिम भएर लाग्थ्यो गाह्रो भइरहेको थियो अनि गरिनँ कस्तो पसिना रोकिन नाम लिँदैन जति के साह्रो पसिना आएर यहाँ घाम लागेन धेरै त त्यही पनि भइरहेको पसिना हेर नि ल अब यस्तो बाटो सडकमा हेर न ल यस्तो बनमारा गाडी ल यस्तो बनमारा गाडी भइरहेको नि हैट आइपुग्यो आमा घर रहेन फेरि आमा खाना थाहा छैन फेरि सुत्ने रुम हो यतापट्टि भान्सा भयो यतापट्टि अनि यतापट्टि चाहिँ के अरे बाह्र कोठा भान्सा क्या हाम्रो खोर बनाएको थियो पहिला भत्किएको थियो के अरे अनि त म बाह्र कोठा भान्सा झ्यालमा चाबी हाल्यो हेर्नु परेको थियो झ्यालमा चाबी झ्यालमै चाबी रहेछ टक्कला घर पनि आइपुग्यो होइन आमाले मोबाइल लगाइ आजको भिडियो यति हो होइन यहाँसम्म हेर्नुभयो भने धन्यवाद लाइक कमेन्ट गर्नु होला होइन कस्तो भयो आउँदैन कि मलाई पनि बनाउन मन सुरुमा ट्राई गरेर अब भर्खरै होइन कस्तो भयो भनिदिनु होला होइन यस्तो सेयर लाइक कमेन्ट गर्नु होला लुगा हाल्दा यस्तो भएको छ राइट अब म पनि बस्छु अब पानी खान्छु अनि टक्क एकछिन आराम गर्छु अनि कामसँग गर्नुपर्छ अहिलेपछि बाई भने साथी फेरि किन भिडियो गरेँ होला भन्नु होइन तपाईँहरूले एउटा न्युज देखाउनु कि होइन टक्क लाएर यो के यो मतलब यो हाम्रो गाउँकै मान्छे हो होइन हरायो अरे होइन अब टक्क लाएर कति तपाईँहरूले देख्नुभयो भने यो नम्बरमा फोन गरिदिनु होला होइन यो टक्क लाएर यो नम्बरमा फोन गरिदिनु पञ्चकन्या गाउँपालिका हाम्रै उसको होइन कति वर्षको 18-19 वर्ष कति भएछ अन्त हराएछ यो सिर्जना हो होइन यो कतै देख्नुभयो भने टक्क लाएर के अरे सम्पर्क गरिदिनु होला यो नम्बर यहाँनिर छ है